भाइसँग मिलाइहाल्यो नि त एकदम पाहाडको टुप्पो 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 मुस्ताङमा भन्दा मिलेन भाइलाई हल्का प्रेसर छ गाडीको त्यो चाहिँ बबलमा अझै बबल हुनको लागि म चाहिँ चस्मा लगाइदिएको है गाइजहरू गाइज हामी चाहिँ एकदमै घना जङ्गलमा आइसकेको छौँ एकदमै घना जङ्गलमा सियर पनि हुन्छ यहाँ दुईवटा सियर हेर्न सक्नुहुन्छ एउटा सियरले चस्मा लगाएको छ एउटा सियरले टोपी लगाएको छ है तपाईँहरू पत्याउनु हुनु होला तर पनि पत्याइदिनु होला हाम्रो यात्रालाई जारी गर्दै हामी अगाडि बढ्दै होइन जीवनको चल्दै गइरहेको छौँ देखो अलिक पहिरो आएको रहेछ कि यहाँ कस्तो दामी झर्ना छ ढाडा त बगिरहेको छ नहिले नि त खाने पानीहरू हाम्रो धिरु भाइ चाहिँ के गर्दैछ भन्दाखेरि देखाइदिउँ क्या हो नदेखाउँ होला है नेचुरल कुराहरू गर्दैछ होइन बाटोमा लाग्ने कुरा सो गाइस म पनि गर्न आँटेको भाइ भाइले पनि आफ्नो भ्लग बनाइसक्नु भएको छ उहाँको पनि सब्सक्राइब गरिदिनु होला च्यानलको नामै छैन बनाउनु पर्नेछ नयाँ सिँढी चाहिँ आइसकेको छ चढ्नु पर्ने छ सफलताको सिँढी यही हो सफलताको सिँढी चढिदिनुहोस् आइज छिटो ल सफलताको सिँढीले पनि चढिसक्यो है केटा हो यसरी भोलासोला खाएर चाहिँ यहाँ नफ्याँकिदिनु होला